नमस्ते साथीहरु, आज म तपाईहरुलाई देखाउँदैछु मोबाइलबाटै पीडीएफ स्क्यान र एडिट गर्ने तरिका, त्यो पनि कुनै कम्प्युटर बिना नै आफ्नै मोबाइलबाट गर्न सकिने। यसरी आफ्नो मोबाइलमा रहेको एप स्टोर ओपन गर्नु होला। गरिसकेपछि तपाईहरु सर्च बक्समा जानु होला र त्यहाँ क्याम स्क्यान भनेर सर्च गर्नु होला। स्क्यानर सर्च गर्नु होला। यसरी सर्च गरिसकेपछि यो क्याम स्क्यानर पीडीएफ भनेर आउँछ, सीएस लेखेको। यो ओपन मा क्लिक गर्नु होला। मेरो अटोमेटिक डाउनलोड गरेको हुनाले ओपन देखाएको छ, नतर तपाईहरुको गेट भन्ने देखाएको हुन्छ। यसरी यसलाई डाउनलोड गरेर ओपन गर्नु होला। र यसरी डाउनलोड भइसकेपछि तपाईहरु यो क्यामेराको चिन्ह देखिराख्नु भएको छ बीचमा। यसरी आफ्नो क्यामेरालाई ओपन गर्नु होला। यसरी ओपन गरिसकेपछि जुन फाइललाई तपाईहरुले स्क्यान गर्नुपर्ने हो त्यसलाई ओपन गर्नु होला र यसरी यसलाई फोटो खिच्नु होला। यसरी फोटो खिच्दा यसले अटोमेटिक क्रप गरेर स्क्यान गरिदिन्छ र मिलेको छैन भने आफूले यसरी माथिबाट मिलाउन सक्नुहुन्छ र यसरी यसमा टिक चिन्ह लगाउनु। यसरी स्क्यान भइसकेपछि आफ्नो यो टिक चिन्हलाई टिक लगाउनु होला र यसरी सेभ भइसकेको छ। अब यसरी आइसकेपछि यसलाई मोर अप्सनमा क्लिक गरेर तपाईले सेभ टु फोटो गर्न सक्नुहुन्छ। यसरी तपाईहरुको स्क्यान क्लियरली गर्न सकिन्छ। अब तपाईहरुलाई पीडीएफ बनाउन कुनै कम्प्युटर चाहिदैन। अब तपाईले आफ्नै मोबाइलबाटै यसरी पीडीएफ बनाउन सक्नुहुन्छ। यदि तपाईहरुलाई भिडियो उपयोगी लाग्यो भने लाइक, कमेन्ट, शेयर र सब्स्क्राइब गर्न नभुल्नु होला।